नमस्कार साथीहरु, आजको यस भिडियोमा हामी कुरा गर्नेछौं नेपालका 5 चर्चित क्रिकेट खेलाडीहरुको बारेमा। आउनुस् भिडियोलाई सुरु गरौं। नम्बर 1 मा हुनुहुन्छ रोहित पौडेल। उहाँको जन्म 2 सेप्टेम्बर 2002 मा बर्दघाट नवलपरासीमा भएको हो। उहाँले 2018 देखि राष्ट्रिय खेलाडीको रूपमा डेब्यु गर्नुभयो। 2019 मा युएई विरुद्ध 55 रन बनाउँदै आफ्नो पहिलो अर्धशतक पूरा गर्नुभएको थियो। उहाँ नेपाली क्रिकेटको सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत हुनुहुन्छ। 2022 नोभेम्बरमा नेपाल क्रिकेट टोलीको कप्तानमा नियुक्त भएपछि उहाँले विभिन्न प्रतियोगिताहरू खेल्दै आउनु भएको छ। त्यसैगरी दोस्रो नम्बरमा हुनुहुन्छ सोमपाल कामी। उहाँको जन्म 2 फेब्रुअरी 1976 मा गुल्मी नेपालमा भएको थियो भने उहाँले पनि 2018 देखि राष्ट्रिय खेलाडीको रूपमा डेब्यु गर्नुभयो। उहाँको भूमिका बलिङ अलराउन्डर रहेको छ। उहाँले विभिन्न क्लबहरूबाट आबद्ध भएर खेल्नु भएको छ, जसमध्ये त्रिभुवन आर्मी क्लब, जनकपुर रोयल्स, कर्णाली एक्स र काठमाडौँ किड्स 11 रहेका छन्। त्यसैगरी हाम्रो तेस्रो नम्बरमा हुनुहुन्छ कुशल मल्ल। उहाँको जन्म 2004 मार्च 5 मा बुटोल रूपन्देहीमा भएको थियो। उहाँले 2020 देखि राष्ट्रिय खेलाडीको रूपमा डेब्यु गर्नुभयो। उहाँको भूमिका ब्याटिङ अलराउन्डर रहेको छ। उहाँले 2023 सेप्टेम्बरमा मङ्गोलिया विरुद्ध भएको खेलमा 34 बलमा शतक प्रहार गर्दै अन्तर्राष्ट्रिय टी20 क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान कायम गर्नुभयो। हाल उहाँ विभिन्न क्लबहरूमा आबद्ध भई खेलिरहनु भएको छ। चौथो नम्बरमा हुनुहुन्छ आसिफ शेख। उहाँको जन्म 2001 जुन 22 मा वीरगञ्जमा भएको थियो। उहाँले 2021 देखि राष्ट्रिय खेलाडीको रूपमा डेब्यु गर्नुभयो। उहाँको भूमिका विकेट किपर ब्याट्सम्यान रहेको छ। उहाँले एसिया कप 2023 मा भारत विरुद्ध खेल्दै पहिलो नेपाली ब्याट्सम्यानको रूपमा अर्धशतक बनाउनु भएको थियो। हाल उहाँ विभिन्न क्लबमा आबद्ध भई खेलिरहनु भएको छ। र हाम्रो 5औं नम्बरमा हुनुहुन्छ कुशल भुर्तेल। उहाँको जन्म 22 जनवरी 1997 मा बुटोल रूपन्देही नेपालमा भएको। उहाँले 2021 देखि राष्ट्रिय खेलाडीको रूपमा खेल्दै आउनु भएको छ। उहाँको भूमिका ओपनिङ ब्याट्सम्यान रहेको छ। उहाँले टी20 2022 मा फिलिपिन्स विरुद्ध खेल्दै 104 रन बनाउनु भएको थियो भने त्यसैगरी गौतम बुद्ध कप 2020 मा टिम राप्तीका लागि खेल्दै 110 रन बनाएर प्लेयर अफ द सिरिज बन्न सफल हुनुभएको थियो। हाल उहाँ विभिन्न क्लबहरूमा आबद्ध भई खेलिरहनु भएको छ। साथीहरु, आशा छ तपाईहरुलाई यो भिडियो राम्रो लाग्यो होला। कृपया तल कमेन्ट गर्न नबिर्सनुहोस् र अर्को भिडियोमा फेरि भेटौँला।